दोस्रो सन्तान पाएर के गर्नु हौ भन्नेहरूको लागि यो भिडियो है। यी दोस्रो सन्तान पाइयो भने एउटाले अर्कोलाई मजाले हेरिदिन्छ है। एक अर्काको साथी यिनै हुन् के, यस्तो मजाले हेर्छन् कि फेरि भनेर भन्नु थालेको होला, तर त्यस्तो केही होइन साथीहरू। दोस्रो सन्तान चाहिँ सोचेर सम्झेर मात्रै बनाउनु होला, किनभने यो पहिलो सन्तानले नै नि दिमाग आदि जति त सबै यसले नै खाएको हुन्छ। मेरो 100 मा 80% दिमाग उसले खाएपछि चाहिँ 20% चाहिँ यहाँ खाने हो होइन। अब उसको नि उमेर आउँदैछ, तर भगवानले एउटा छोरो अर्को छोरी पम्ला डिस्को जम्ला सँगै रक्सी खम्ला, कुरामा कुरा यस्तै हो साथीहरू। राम्रै छ है। सानो बाई भनिदिनु बाई।